आजको भिडियो चाहिँ सुरुवात चाहिँ यस्तो भान्टा र टमाटरको चटनी र दालसँग बुवाले खाना खाँदै थिइन्। मैले र बुवाले छिट्टो खाएको थियौँ। त्यसपछि चाहिँ मैले बाबुले ल्याएर यता घुमाउनु लिएर आएको। अनि बुहारीहरू पनि जाँदैछन्। अनि टिकट सिकट काटिदिएँ। अनि टिकट सिकट काटेपछि यता हामी पुऱ्याउन आएको थियौँ, भाइ म बाबु। यसरी टिकट काटेर बहिनीलाई जिउ गर भनेर जिउ गरेको। उता भाइ सबैजना गर्दै थियो, बाबुले पनि जिउ गर्यो। अनि जिउ गरेपछि हाम्रो यतातिर पैसा पाइन्छ कि सानो मान्छेले यसरी पैसा पाए सबैजनाले हैन। त्यसपछि उनीहरूलाई पुऱ्याएर सुराएर मैले चाहिँ साझा भाइलाई आलु लिन पठाएको थिएँ। हाम्रो दुइटै भाइ गएर यस्तो आलु लिएर आएँ। त्यसपछि मै आफै पसल गएर फेरि बहिनीलाई भनेर, बहिनी चाहिँ राम्री छिन् कि, अनि बहिनीले चाहिँ फिर्ता ल्याइदिनु भनेर फेरि अर्को आलु सारेर लिएर आएँ। त्यसपछि चाहिँ यता बङ्गुरको मासु लिएर आएँ, तर धेरै ठुलो काटिदिनुहुन्छ कि, मलाई भने सानो सानो पिस, मलाई भने फेरि सानो सानो पिस टक्क फ्राई गरेको राम्रो लाग्छ कि। अनि मैले चाहिँ आफै ल्याएर काट्दै थिएँ घर ल्याएर काटेँ। अनि काट्ने काम मात्रै हो नि फेरि। अनि फेरि मम्मीले, मेरो हात मम्मीले चाहिँ साह्रै मिठो बनाउनुहुन्छ खानाहरू। अनि मैले यताउति काटकुट गरेर अनि दिएँ। अनि हाम्रो कामहरू अरू नै हुन्छ। मम्मीले फेरि खाना बनाउनु भयो, बङ्गुरको मासु हैन। बङ्गुरको मासु भनेको धेरै दिन भएको थियो कि, छोडेको त्यो बिरामी आयो एनतेन भनेर फेरि हामीले त सुरुवात गऱ्यौँ खाना आजभोलि चाहिँ हैन। बङ्गुरको मासु मम्मीलाई यसरी दिएँ, मम्मीले यसरी फ्राई गरिदिँदै हुनुहुन्थ्यो आगोमा। भाइले यता आलु काट्दै थियो। त्यसपछि मम्मीले यता फ्राई गरिदिनु भनेको, अलि रोक्न एकछिन भनेर बुवालाई माछा पाकेको थियो कि। फेरि यता हाम्रो भित्र बाबुको एक्सर्साइज र नानीको एक्सर्साइज डाइपर लगाएर यसरी डाइपर लगाएर एक्सर्साइज गर्दै थियो कि। घरमा बच्चा भयो भने त दिनभरिको काम पनि बिर्सिन्छ भनेको, यिनीहरूलाई हेरेरै ऊ लाग्छ, आनन्द हुन्छ कि। यिनीहरू मजाले खेलिरहेको थियो। त्यसपछि चाहिँ यता बुवाको माछा पाकेको थियो, बुवालाई सर्दी लागेको थियो। अनि हामीले चाहिँ यसरी बङ्गुरको मासु मम्मीले बनाउनु भएको थियो, यति मिठो भएको थियो हैन। सुक्खा यस्तै खान मन लागेको थियो। तर अनि हामीले चाहिँ धेरै बिरामी आयो के आयो भनेर हामीले खाना छोडेको थियौँ। तर हामीले चाहिँ फेरि सुरुवात गऱ्यौँ हैन। कोही पनि मरेन नि त यो बिरामीले, त्यही भएर हामीले फेरि खाना सुरुवात गऱ्यौँ। यता भाइ बुवा मम्मीहरू खाँदै हुनुहुन्थ्यो। मैले चाहिँ कटोरीमा लिएको थिएँ आफ्नो खाना। नानीले चाहिँ कुकुरलाई दिन्छु भनेर कुकुरको माया मानेर मासु दिँदै थियो आफ्नो भागको हैन। त्यसपछि चाहिँ नानीले दियो उता कुकुरलाई। अनि मासु चाहिँ मैले लिएँ। त्यसपछि अनि मैले मासु चाहिँ मैले लिएँ, हड्डीसड्डी चाहिँ कुकुरले खायो, भाषा चाहिँ। फेरि यता मामा चाहिँले फेरि भान्जालाई अगाडि राखेर, उसलाई चाहिँ बाइकमा स्कुटीमा बस्न साह्रै राम्रो लाग्छ कि। अनि अगाडि यसरी राखेर अगाडि जाने भन्दै थियो। ऊ पछाडिबाट मेरो नानी पनि बसिहाल्यो। अनि भित्र ल्यायो यसरी। अनि राखेपछि कति खुसी हुन्छन् कि यिनीहरू फेरि हैन। सबैजना हुन त हामीलाई पनि राम्रै लाग्छ कि। अनि यिनीहरूलाई फेरि बाबु चाहिँ साह्रै खुसी हुन्छ कि हाम्रो बाइक भन्ने चाहिँ। मेरो भिडियो कस्तो लाग्यो भन्नु ल। अर्को भिडियोमा भेटौँ।